अख्तियार बाँदरले केरा हेरे जसरी ट्वाल्ल परेर हेर्छ, न्यायालयमा भ्रष्टाचार भएको छताछुल्ल भइसक्दा पनि मुख दर्शक हुन्छन्। एउटा नेताले आफ्नो सारा नातागोतालाई भर्ती गर्दा पनि चुपचाप बस्छन्। कोही कसलाई थाहा छैन कि वर्षौंदेखि बालुवाटारबाट देशका महत्त्वपूर्ण पदहरू नगदमा किनबेच हुन्छ। हो, नगदमा, क्याश इन ह्यान्ड, सरुवा बडुवा अब नगदमा। के लोकतन्त्रको चरित्र यही हो त? खराब मान्छेलाई खराब हो भनेर पटक पटक जान्दै पनि ठेगान लगाउन नसकिने व्यवस्था खराबै हो। यो व्यवस्था सही हो भने खुल्ला सडकमा अन्याय हुन्छ, न्याय बिक्री हुन्छ। मन्त्री प्रधानमन्त्रीका श्रीमती सालासालीहरूले सरुवा बडुवा नियुक्तिमा खुलेआम घुस खान्छन्, सरुवा बडुवाकै कारोबार गर्छन्। यही कारोबारले गाउँमा गुन्द्रुकको जोह गर्न नपाउने मानिस सहरमा नवधनाढ्य बन्न सक्छन्। चामलको भात नदेखेको ठाउँ, जहाँ दशैंमा टीका लगाइदिएको अक्षता निधारबाट मुठीमा निकालेर खानेसम्मको चरम गरिबीबाट आएको नेता आज हेलिकप्टरमा उडेर चुनाव प्रचारमा दैनिक हिँड्छ। तर यो व्यवस्थासँग त्यसलाई पाता कस्ने हुती छैन भने हाम्रो लोकतन्त्र सुन्दर छैन, कुरूप छ। सही लोकतान्त्रिक व्यवस्थाभित्र गलत कुराको नियन्त्रण र सजाय दिने संयन्त्र हुन्छ। यो व्यवस्थामा लुट्ने छुट बाहेक केही पनि देखिन। मैले लडेर ल्याएको भन्दै आफन्त भर्ती गर्दै, मैले लडेर ल्याएको भन्दै सत्ताको तर मार्दै, मैले लडेर ल्याएको भन्दै धन थुपार्दै, मैले लडेर ल्याएको भन्दै युवालाई खाडी लखेट्दै, मैले लडेर ल्याएको भन्दै अड्डा अदालतमा खुलेआम घुस चलाउँदै, मैले लडेर ल्याएको भन्दै सरुवा बडुवामा खुल्लमखुल्ला घुस लिँदै, मैले लडेर ल्याएको भन्दै देशलाई टकुनटाट बनाउँदै हिँड्नुलाई लोकतन्त्र भनिन्छ हो? यस्तो चोरी डकैती लुटपाटलाई नियमित प्रक्रिया मानेर अझै पनि लोकतन्त्रको सुन्दरता मान्नेहरूलाई मेरो एउटा मात्र प्रश्न, यी परम सुन्दरी लोकतन्त्रले आफ्नो सुन्दरता देखाइसकिन् कि देखाउन अझै बाँकी छ? बाँकी नै छ भने कहिले देखाउँछिन्? देश श्रीलङ्का भएपछि, सोमालिया भएपछि, साउथ सुडान भएपछि, मोजाम्बिक भएपछि, लाइबेरिया भएपछि लोकतन्त्र सुन्दर छ भने यो चोरी डकैती बन्द गर्न सक्ने ल्याकत राखोस्, चरित्र सुधारोस्। यही अवस्थामा शुभकामना दिनु भनेको भ्रष्टहरूलाई स्याबास भन्नु हो, हौसला दिनु हो, थाप मार्नु हो। म चाहिँ त्यो गर्न सक्दिनँ। हिजो राजतन्त्रमा राजाका आसेपासेले फाइदा लिए जस्तै आज बातन्त्रका बाका छोरछोरीहरूले फाइदा लिएका छन्। देशको ढुकुटी पद लुटिएको छ। एमाले भित्र केपी बाले राप्रपा नेपाललाई समेत सूर्य चिन्ह दिए त दिए, बाले दिए, कोही बोल्यो? बरु बचाउ गरियो तर बोलिएन, किनकि बातन्त्रमा बाले जे भन्छन् त्यही सर्वमान्य हुन्छ।